मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, भला चुनाव राष्ट्रसभाले जितेको छ, तर हाम्रो मिसनबाट हामी किञ्चित पनि विचलित भएका छैनौँ। त्यसैले हजुरहरूलाई थाहा नै छ, बीबीसीले एकपक्षीय रिपोर्ट निकाल्यो, त्यो पनि चुनावको मुखैमा राष्ट्रसभालाई बलियो बनाउने गरी। बीबीसी भनेको एउटा इन्टरनेसनल कम्युनिटीको एउटा दलाल हो र विदेशी दलाल मिडियाले जसरी चाहिँ नेपालको सार्वभौमतामा आँच आउने गरी काम गरेको छ, हामी त्यस्तो गर्ने छैनौँ। हामी एउटा सबै पक्षलाई समेटिएको तपाईँको र मेरो मेहनतमा एउटा रिपोर्ट जारी गर्नेछौँ। आम देशप्रेमी नेपालीहरूको रिपोर्ट, सम्पूर्ण नेपालीहरूलाई 23 र 24 वास्तवमा भएको के थियो त्यस सम्बन्धी जानकार बनाउने रिपोर्ट। र त्यो रिपोर्टको लागि मैले होमवर्क गरिरहेको छु, मैले रिसर्च गरिरहेको छु र मलाई तपाईँहरूको साथ पनि चाहिन्छ। तपाईँहरूसँग 23 र 24 को घटना सम्बन्धी कुनै पनि जानकारी छ, यदि त्यस घटनाको तपाईँ विटनेस हुनुहुन्छ, यदि त्यस घटनामा प्रयोग भएको स्कुल बस कुन स्कुलको थियो भन्ने तपाईँलाई थाहा छ, या 23 र 24 मा जो जति मृतक थिए उनीहरूका परिवारहरू अथवा जो जति घाइते अपाङ्ग थिए उनीहरूको कन्ट्याक्ट नम्बर हजुरहरूसँग छ भने बेझिझक मलाई सहयोग गरिदिनु होला, मलाई उपलब्ध गराइदिनु होला। म मात्रै होइन, सबैसँग त्यो सेयर गर्नु होला। किनभने तपाईँ हामी मिलेर नै यिनीहरूको पर्दाफास गर्न सक्छौँ र यिनीहरूको पर्दाफास गर्नको लागि धेरै पर पनि जानु पर्दैन। हामी त्यो स्कुलहरू मात्रै हामीले पत्ता लगाउन सक्यो भने तिनीहरूको न्वारन पास्नी व्रतबन्ध बद्दे एकैचोटि निकालेपछि लहरो तान्दा पहरो गर्जेको जस्तै 23-24 का मुख्य खलनायकहरू को थिए, मुख्य खलपात्रहरू को थिए, त्यस सम्बन्धमा हामीले चाहिँ आन्द्रा भुँडी सहित खोतलेर निकाल्नको लागि केही पनि समस्या हुने छैन। हस् त, थ्याङ्क यू।